हेलो साथीहरु, वेलकम ब्याक टु माई च्यानल। आजको यस भिडियोमा हामी चाहिँ प्यान कार्डको बारेमा कुरा गर्छौँ। अहिले प्यान कार्ड एकदमै नै आवश्यक भएको छ। हरेक ठाउँमा तपाईलाई प्यान कार्ड मागेकै हुन्छ, चाहे पर्सनल होस् चाहे तपाईले कुनै व्यवसायिकको लागि होस्। प्यान कार्ड चाहिँ अहिले अति नै आवश्यक नै भइसकेको छ। तपाईले ब्याङ्कमा खाता खोल्न जाँदाखेरि पनि त्यहाँ पनि प्यान कार्ड नै मागिरहेको हुन्छ। अहिले सरकारले अनिवार्य रूपमा प्यान कार्ड चाहिँ हुनै पर्ने नियम बनाएको छ। तपाईले स्यालेरी पाउनको लागि पनि ब्याङ्कमा गएर खाता खोल्नुपर्ने हुन्छ र तपाईको खाता पैसा ब्याङ्क थ्रु नै आउने हुन्छ र ब्याङ्क एकाउन्टमा खाता खोल्नको लागि फेरि तपाईलाई प्यान कार्ड नै चाहिनुहुन्छ। तपाईले कुनै व्यवसाय गर्नुहुन्छ या पर्सनल कामको लागि भयो, कुनै अरू कामको लागि पनि तपाईलाई प्यान कार्ड चाहिँ अति नै आवश्यक छ। आजको यस भिडियोमा हामी चाहिँ प्यान कार्ड चाहिँ कसरी बनाउने हो र हामीलाई चाहिने कागजात पत्रहरू के हो त्यो सबै कुरा यो भिडियोमा रहेर कुरा गर्छौँ। आउनुहोस् अब भिडियोतर्फ लागौँ। तपाईले गुगल क्रोममा क्लिक गरेर आइआरडी नेपाल भनेर लेख्नु होला। अब तपाईलाई आन्तरिक राजस्व विभागमा क्लिक गर्नुहोस्। तपाई मेन ड्याशबोर्डमा आइसक्नुभयो। तपाईले यहाँनिर क्लिक गरेर देख्न सक्नुहुन्छ तपाईले केमा कर चाहिँ तिर्नुपर्ने हो त्यसको बारेमा चाहिँ यहाँ चाहिँ दिएको छ। आय करहरू केमा चाहिँ लाग्छ, कुन सामानहरुमा चाहिँ आय कर लाग्छ, यो सबै डिटेलहरु यो सबै तपाईले एक गर्दै चेक गर्न सक्नुहुन्छ। तपाईले यहाँ फर्स्टमा क्लिक गर्नु होला। अब तपाईले यहाँनिर देख्न सक्नुहुन्छ रजिस्ट्रेसनमा क्लिक गर्नुहोस्। एप्लिकेसन फर रजिस्ट्रेसनमा क्लिक गर्नुहोस्। तपाईले यता साइडमा आउनु होला। युजर नेम, पासवर्ड, पासवर्ड, कन्ट्याक्ट नम्बर, इमेल भन्दा छ। सबै यो डिटेलहरु राख्नुपर्ने हुन्छ। जस्तो कि युजर नेममा मैले नाम राखे। अब त्यसपछि पासवर्ड राख्नु होला। त्यसपछि फेरि तपाईले पासवर्ड राख्नु होला। अब तपाईले यहाँ कन्ट्याक्ट नम्बर राख्नु होला। तपाईले कन्ट्याक्ट नम्बर राखिसकेपछि इमेल आइडी चाहिँ दिनु होला। अब यहाँ तल रजिस्ट्रेसन फर भन्दा छ। यो भनेको तपाई इन्डिभिजुअलको लागि बनाइराख्नु भएको छ भने, जस्तो आफ्नै लागि बनाइराख्नु भएको छ भने पर्सनल प्यान नम्बरमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले आइआरओ एलटिडीमा क्लिक गर्नुहोस् र कुन चाहिँ ठाउँबाट गर्ने हो त्यो चाहिँ लेख्नु होला। जस्तो मैले कलंकीबाट गरे। त्यसपछि यहाँ यो पढिसकेपछि तपाईले यसमा चाहिँ क्लिक गर्दिनुहोस्। तपाईले यहाँ देख्न सक्नुहुन्छ सबमिसन नम्बर आइसक्यो। यो सबमिसन नम्बर तपाईले सेभ गरेर राख्न सक्नुहुन्छ। अनि तपाईलाई आफ्नो युजर नेम, पासवर्डहरु सबै याद गरेर राख्नु होला। किन भन्दाखेरि एक कपी तपाईले कार्यालयमा दिनुपर्ने हुन्छ र एक कपी आफूसँग राख्नुपर्ने हुन्छ। यो मेनली चाहिँ यो सबमिसन नम्बर चाहिँ तपाईले याद गरेर राख्नु होला, नभए कुनै कपीमा या स्क्रिनशट लिएर राख्न सक्नुहुन्छ। यति गरिसकेपछि तपाईले कन्टिन्युमा क्लिक गर्दिनुहोस्। अब तपाईले यहाँ नेपालीमा नाम लेख्नुपर्ने हुन्छ। अनि तपाईको बिचको नाम छ भने बिचको नाम लेख्नु होला। अनि त्यसपछि तपाईले आफ्नो लास्ट नेम लेख्नु होला। त्यसैगरी नेपालीमा लेखिसकेपछि अब इंग्लिशमा चाहिँ लेख्नु होला। इंग्लिश नेपाली दुईटैमा भइसकेपछि अब तपाईले बिचको जन्म मिति तपाईले एडीमा पनि लेख्न सक्नुहुन्छ, चाहे विक्रम सम्बन्धमा पनि लेख्न सक्नुहुन्छ। अनि त्योभन्दा पहिले तपाईले यहाँ हेर्नु होला लिङ्ग के हो, पुरुष हो कि महिला हो कि के हो त्यो चाहिँ लेख्नु होला। अब यति भइसकेपछि तपाईले आफ्नो जन्म मिति लेख्नु होला। त्यसपछि राष्ट्रिय के हो, नेपाली, नेपाल नै हुन्छ त्यसमा। अनि बासिन्दाको प्रकारमा चाहिँ तपाईले रेसिडेन्टल छान्नुहोस्। नाबालक हो होइन भन्दा चाहिँ यहाँ तपाईले होइनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले यहाँ हेर्नु होला तपाईलाई आफ्नो डकुमेन्ट चाहिँ अपलोड गर्नुपर्ने हुन्छ र डकुमेन्टमा नागरिकता भएको, राष्ट्रिय परिचय पत्र भयो, पासपोर्टको डिटेलहरु सबै लेख्नुपर्ने हुन्छ र त्यसको
डकुमेन्टको फोटोहरू पनि अपलोड गर्नुपर्ने हुन्छ। यहाँ सम्पूर्ण विवरण चाहिँ दिनुपर्ने हुन्छ। यहाँ फर्स्टमा चाहिँ तपाईको सिटिजनशिप कार्ड भन्ने छ। अब सिटिजनशिप कार्डमा तपाईले परिचय पत्र नम्बर दिनुपर्ने हुन्छ। भनामा त तपाईले नागरिकता नम्बर चाहिँ दिनुपर्ने हुन्छ। अनि कहाँबाट जारी गर्नुभएको हो तपाईले कार्यालयको नाम चाहिँ लेख्नुपर्ने हुन्छ। तपाईले कार्यालयको नाम लेखिसकेपछि जारी गर्ने अब स्थानको नाम लेख्नुहोस्। तपाईले कहाँबाट बनाउनु भएको हो त्यो चाहिँ जिल्लाको नाम चाहिँ लेख्नु होला। त्यसपछि तपाईले जारी मिति लेख्नुपर्ने हुन्छ। अब तपाईले यो ब्राउजरमा क्लिक गरेर डकुमेन्ट चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। तपाईले आफ्नो नागरिकताको फोटो चाहिँ अपलोड गर्नु होला। अनि त्यसपछि ओकेमा क्लिक गरिदिनु होला। तपाईले यहाँ देख्न सक्नुहुन्छ यो अपलोडेड भइसक्यो। त्यसपछि अब तपाईले पासपोर्टको फोटो राख्न सक्नुहुन्छ। तपाईले पासपोर्ट नम्बर लेख्नु होला। त्यसपछि जारी कार्यालय कहाँबाट बनाउनु भएको हो त्यो लेख्नु होला। अनि त्यो भइसकेपछि कुन चाहिँ ठाउँबाट बनाउनु भएको हो त्यो स्थानको नाम पनि लेख्नु होला र कहिले बनाउनु भएको हो त्यो मिति लेख्नु होला। अनि त्यसपछि पासपोर्टको फोटो अपलोड गरिदिनु होला। अब तपाईले इमेज अपलोड गरिसकेपछि ओकेमा क्लिक गर्नुहोस्। तपाईले यहाँ देख्न सक्नुहुन्छ पासपोर्टको डिटेल पनि यहाँ अपलोडेड भइसक्यो। त्यसपछि तपाईले एजुकेसनको सर्टिफिकेटहरु छ भने त्यो राख्न सक्नुहुन्छ। चाहे एनआईडी को फोटोहरु पनि राख्न सक्नुहुन्छ। एनआईडी मा तपाईले एनआईडी को डिटेलहरु राख्नुपर्ने हुन्छ। अब यहाँ तपाईले एनआईडी को सबै डिटेलहरु राख्दिनु होला। राष्ट्रिय परिचय पत्रको डिटेलहरु राखेर त्यसरी नै तपाईले अपलोड गर्न सक्नुहुन्छ। राष्ट्रिय परिचय पत्र नम्बर राख्नु होला। कुन चाहिँ कार्यालयबाट बनाउनु भएको हो त्यो कार्यालयको नाम लेख्नु होला। अनि त्यसपछि कुन चाहिँ ठाउँबाट बनाउनु भएको कुन चाहिँ स्थान हो त्यो चाहिँ लेख्नु होला। त्यो भइसकेपछि जारी मिति कहिले हो तपाईले जारी मिति राख्नु होला। अब तपाईले यहाँ डकुमेन्ट फेरि अपलोड गर्नुपर्ने हुन्छ। त्यसको लागि ब्राउजरमा क्लिक गरेर डकुमेन्ट अपलोड गर्नु होला अनि ओकेमा क्लिक गरिदिनुहोस्। अब एनआईडी को पनि तपाईको अपलोड भइसकेपछि तपाईसँग भिजा पर्मिटको छ भने डकुमेन्टहरु छ भने त्यो पनि अपलोड गर्न सक्नुहुन्छ। यदि छैन भने कुनै आवश्यक छैन। या बर्थ सर्टिफिकेटको छ भने त्यो पनि गर्दिन सक्नुहुन्छ। त्यसपछि अब तल आउनु होला। यहाँ रिलेसनशिप भन्ने छ। रिलेसनशिपमा तपाईले अब नाता प्रमाणित गर्नुपर्ने हुन्छ। जस्तो बुवाको नाम लेख्नु होला। बुवाको प्यान नम्बर लेख्नु होला। प्यान नम्बर लेखिसकेपछि तपाईले बुवाको नाम लेख्नु होला। तपाईले बुवाको नाम लेख्दाखेरि नेपालीमा लेख्नुपर्ने हुन्छ। नामथर दुईटै लेख्नु होला। बिचको नाम छ भने बिचको नाम पनि राख्दिनु होला। त्यसैगरी तपाईले अब इंग्लिशमा पनि लेख्नु होला। अब नागरिकता नम्बर भन्ने छ। नागरिकता नम्बर छ भने नागरिकता नम्बर राख्दिनुहोस्। नागरिकता नम्बर लेखिसकेपछि तपाईले सम्पर्क नम्बर राख्दिनु पर्ने हुन्छ। सम्पर्क नम्बर कति हो त्यो पनि दिनु होला। अनि यो भइसकेपछि तपाईले एडमा क्लिक गरेर अर्को पनि रिलेसनको राख्न सक्नुहुन्छ। जस्तो अब तपाईले बुवाको भइसकेपछि तपाईले आफ्नो मम्मीको पनि राख्न सक्नुहुन्छ या सिस्टरहरुको या ब्रदरको चाहे तपाईले आफ्नो वाइफको जसको पनि राख्न सक्नुहुन्छ। तपाईले यहाँनिर क्लिक गरेर यो एडिट पनि हुन्छ भने तपाईले साइनमा क्लिक गर्नुभयो भने यो हटेर जान्छ। अब तल आउनु होला। यहाँ सोर्स अफ इन्कम भन्ने छ। तपाईको सोर्स अफ इन्कम के हो? इम्प्लोयमेन्ट हो कि बिजनेस हो कि अरु केही हो कि हो? जस्तो मेरो अहिले इम्प्लोयमेन्टमा क्लिक गरे। अब तपाईले यहाँ पेशा कुन चाहिँ हो? जस्तो कि मेरो अहिले इम्प्लोयमेन्ट हो। सरकारी हो कि प्राइभेट हो कि बिजनेस हो कि एनजीओ हो कि के हो त्यसमा चाहिँ क्लिक गर्नुहोस्। अब तपाईले यसमा एड गरेर अरु पनि
राख्न सक्नुहुन्छ। तर एउटा मात्रै छ भने एउटा मात्रै राखिदिनु होला। अनि तपाईँको त्यो नम्बर कुनै अब प्रोफेसन नम्बरहरू केही प्रमाणपत्र नम्बरहरू छ भने त्यो पनि राख्न सक्नुहुन्छ। यो सँगसँगै अरू पनि कुनै प्रोफेसनहरू छ भने तपाईँले एड गर्न सक्नुहुन्छ। अब अलि तल आउनु होला, यहाँ देख्न सक्नुहुन्छ पर्मानेन्ट एड्रेस भनेको छ। तपाईँको पर्मानेन्ट एड्रेस चाहिँ लेख्नुपर्ने हुन्छ। तपाईँको स्थायी एड्रेस कहाँ हो, कुन चाहिँ जिल्ला हो, नगरपालिका कुन चाहिँ हो, टोल कुन चाहिँ हो, वडा नम्बर कुन चाहिँ हो, त्यो सबै तपाईँले दिनुपर्ने हुन्छ। इमेल नम्बर, सम्पर्क नम्बरहरू सबै लेख्नु होला। अब तपाईँको माथिको डिटेल र तलको डिटेल सेम छ भने, तपाईँको पर्मानेन्ट एड्रेस र टेम्पोरेरी एड्रेस एउटै छ भने यस साइडमा क्लिक गर्नु होला। अब फेरि तपाईँको पत्रचार गर्ने ठेगाना, मेलिङ गर्ने एड्रेस एउटै हो भने र तपाईँको पर्मानेन्ट अनि टेम्पोरेरी एड्रेस अनि मेलिङ एड्रेस एउटै हो भने यस साइडमा बक्स दिएको छ, त्यसमा टिक गरिदिनुहोस्। तर यदि फरक छ भने तपाईँले छुट्टा छुट्टै डिटेलहरू लेख्नुपर्ने हुन्छ। यो सबै डिटेलहरू तपाईँले भरिसकेपछि अब यहाँ तल हेर्नु होला, तपाईँले ब्याङ्क डिटेल दिनुपर्ने हुन्छ। कुन चाहिँ ब्याङ्क हो अनि त्यसको ब्रान्चको नाम लेख्नुपर्ने हुन्छ अनि एकाउन्ट नम्बर राखेर ओके गरिदिनु होला। यो सबै तपाईँले यो सबै इन्फर्मेसन राखिसकेपछि यहाँ तपाईँ तल आएर सेभमा क्लिक गरिदिनुहोस्। तपाईँले तल हेर्नु होला एड्रेस टाइप भन्ने छ। तपाईँले आफ्नो पर्मानेन्ट एड्रेसमा दिने हो कि टेम्पोरेरी एड्रेसमा दिने हो त्यो एड्रेस लेख्नु होला अनि एसएमएस र इमेलमा क्लिक गरिदिनुहोस्। अनि त्यसपछि तपाईँले यहाँ माथि आफ्नो पिपी साइजको फोटो अपलोड गर्नु होला र फोटो अपलोड गरिसकेपछि तपाईँले यहाँ सबमिटमा चाहिँ क्लिक गरिदिनु पर्ने हुन्छ। त्योभन्दा पहिले एकचोटि सबै डिटेलहरू हेर्नुहोस् सही छ कि छैन, अनि त्यसपछि सेभ गरेर सबमिट गरिदिनुहोस्। यहाँ तपाईँले एकचोटि सबमिट गरिसकेपछि यसलाई एडिट गर्न मिल्दैन, त्यस भएर एकचोटि बुझेर नै राम्रोसँग हेरेर नै यसलाई सबमिट गर्नु होला। अब यसपछि तपाईँकोमा सबमिट गर्ने बेलामा एउटा ओटिपी नम्बर आउँछ, त्यो ओटिपी नम्बर राखेर यसलाई भेरिफाई गर्नुहोस्। र यो सबमिट भइसकेपछि केही दिनपछि तपाईँको मेलमा एउटा म्यासेज आउनेछ। त्यो म्यासेज आइसकेपछि तपाईँ त्यहाँ कार्यालयमा जानु होला। साथीहरू देखिहाल्नुभयो, यसरी नै तपाईँहरूले पनि प्यान कार्ड बनाउन सक्नुहुन्छ। तपाईँ आफैले पनि घरबाटै यसरी नै प्यान कार्डको लागि प्रोसेस गर्न सक्नुहुन्छ। जाँदा भिडियोलाई एक लाइक, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला।